हेलो एभ्रिवान, सन्चै आरामै हुनुहुन्छ होला। युट्युबमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर राख्नु होला। तपाईहरुलाई हरेक कुरा म सिकाउने छु, त्यो पनि बेसिक जो सुकैले पनि गर्न सक्छ। मेरो भिडियो हेरिसकेपछि उसलाई मैले हरेक कुरा गाइड पनि गर्ने छु र भिडियोमै तपाईहरुलाई सानो कुरालाई पनि भनेर सबै कुरा तपाईहरुले आफैले गर्न सक्ने म भिडियोबाटै बनाउने छु। त्यसैले तपाईहरु भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईले युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अनि धेरैजनाले के भन्नुभयो भने यो एपमा जोडिसकेपछि अब मेट वालेट चाहिँ कसरी बनाउने भनेर मलाई मेसेज गर्नुभएको थियो पर्सनली रूपमा। त्यसपछि उहाँहरूलाई अब मैले त्यहाँ पनि गाइड त गरेको थिएँ, तर अब भिडियो नै बनाउनु पर्छ भनेर भिडियो बनाएको छु। अब तपाईहरुले यहाँ मेट वालेट भन्ने देख्नुहुन्छ है। यो मेट वालेटमा तपाईले क्लिक गर्नुभयो भने तपाईलाई यसरी अर्को इन्टरफेसमा लग्छ। अहिले मैले चाहिँ वालेट बनाइसकेको हुनाले मेरो चाहिँ यस्तो इन्टरफेस तपाईले देख्न सक्नुहुन्छ र मैले यो एपबाट विड्रो गरेको डलरहरू 2 चोटि 20 गरेको थिएँ, यहाँ आएको छ है। अनि त्यसपछि अब मेरो चाहिँ यस्तो देखायो। अब तपाईहरुको चाहिँ के देखाउँछ भने तपाईले कस्तो हुन्छ भने यहाँ एकछिन नै म फेरि तपाईलाई भन्छु। तपाईले यहाँ नै क्लिक गर्नुभयो, यो मेट वालेट भन्नेमा क्लिक गर्नुभयो भने तपाईलाई कहाँ ल्याउँछ भने नि एकैचोटि यहाँ ल्याइदिन्छ के क्रोममा ल्याइदिन्छ। तपाईले केही सर्च गर्नुपर्ने त्यो अनेक झन्झटिलो केही गर्नु पर्दैन, तपाईलाई सिधै यहाँ ल्याइदिन्छ। यहाँ ल्याएपछि अब तपाईले दुईटा देख्न सक्नुहुन्छ, यहाँ इमेल भनेर, अर्को भनेको फोन नम्बर। अब तपाईले यहाँ के जान्नुपर्छ भने इमेलमा क्लिक गर्दा पनि भयो, फोन नम्बरमा क्लिक गर्दा पनि भयो, फोन नम्बरमा यहाँ क्लिक गर्दा पनि भयो। यो तपाईको इच्छा हो, जेबाट रजिस्टर गर्दा पनि तपाईको केही फरक पर्दैन है, रजिस्टर हुन्छ। अनि अब तपाईले यहाँ इमेलमा क्लिक गर्नुभयो भने तपाईले इमेल एड्रेस हाल्नु हैन। इमेल एड्रेस लगाइसकेपछि तपाईले नेक्स्ट गर्नुभयो भने इमेलमा तपाईको कोड आउँछ। त्यो कोडलाई तपाईले जस्ताको तस्तै लगाउनु भयो भने तपाईको आइडी बन्छ। आइडी बनिसकेपछि तपाईले त्यहाँ अरू भेरिफाई गर्नुपर्ने केही गर्नु पर्दैन। यसमा भेरिफाई गर्नु पर्दैन। तपाईले दिनमा $50 तपाईले भेरिफाई नगरिकन पनि विड्रो गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईले यसलाई भेरिफाई गर्नुपर्ने अरू केही गर्नु पर्दैन। तपाईको इमेल हालेपछि आइडी बनिगयो। अब आइडी बनिसकेपछि चाहिँ कस्तो देखाउँछ भन्दाखेरि तपाईकोमा यस्तो देखाउँछ के, तपाईको यहाँ आएर लिङ्क हुन्छ। त्यसपछि तपाईले सजिलैसँग विड्रो गर्न सक्नुहुन्छ। अनि तपाईले यसमा झन्झटिलो केही छैन। त्यही भएर अब तपाईले मेट वालेटमा ल्याइसकेपछि चाहिँ अब यी सेवा चाहिँ कसरी लाने भन्ने कुरा चाहिँ म अर्को भिडियोमा सिकाउने छु, किनभने त्यो अलिकति लामो हुन सक्छ। त्यही भएर तपाईहरुलाई चाहिँ अहिले यही भिडियोमा मैले मेट वालेटलाई चाहिँ कसरी बनाउने भन्ने कुरा सिकाएको छु। तपाईले अब यो भिडियो हेरिसकेपछि तपाई कन्फ्युज बन्नु पर्दैन। तपाईलाई मैले भनिसकेको छु। तपाईले मैले भनेको स्टेप मात्रै फलो गर्नु भने आइडी बन्छ। तपाईले मलाई मेसेज गरेर सोधिराख्नु पर्ने के भयो, बिग्रियो, मेरो त यस्तो भयो भनेर भनिराख्नु पर्दैन है। तपाईले मैले भनेको यो स्टेप फलो गरिसकेपछि आइडी बन्छ, टेन्सन गर्नु पर्दैन। अनि यो गेम खेल्ने हो त अब मैले तपाईहरुलाई सिकाएकै थिएँ। अब त्यो तपाईहरुले अब हेर्नु भएको छ है छैन भिडियो। अनि विड्रो गरेको पनि ल्याइसकेको छु। अब तपाईहरुलाई ल्याउन भनेको मैले के बाँकी छ भने ई सेवामा ल्याउने अथवा आफ्नो ब्याङ्क खातामा जुनसुकैमा चाहिँ कसरी ल्याउने त त्यसलाई भन्ने कुरा चाहिँ ल्याउन बाँकी छ। त्यसको भिडियोको प्रतीक्षा गर्नुहोला। त्योभन्दा अगाडि तपाईहरुलाई मैले यो अफरमा पार्टिसिपेट हुनको लागि तपाईहरुले डेली चेक गर्दा, आइडी डेली चेक गर्दा पनि हुन्छ। गेम नखेलिकन आएर तपाईले डेली चेक गर्नुभयो भने पनि भइहाल्छ। डेली चेक गर्दा तपाईको यो पनि बढ्छ। अनि त्यही भएर तपाईहरुले यसमा पनि पार्टिसिपेट हुनको लागि तपाईहरुले आइडीलाई एक्टिभ बनाउनु भयो भने भइहाल्छ है त। अब 16 दिन मात्रै बाँकी छ। त्यसपछि यसमा कति रिवार्ड आउँछ भन्ने कुराको पनि भिडियो ल्याउने छु। त्यसको लागि चाहिँ तपाईहरु प्रतीक्षा गर्नु होला।